हेलो साथीहरु, नमस्ते, नमस्कार, प्रणाम, लासो फ्याफुल्ला, जय मसी, गोड लगाइसी सबै एकैचोटि कोन्निचिवा है। म प्रवीण खड्का आज पनि यो भिडियो लिएर आइसकेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त। योभन्दा अगाडि चाहिँ मैले जापान किन आएको, जापान आउनुको कारण के हो, अनि त्यसपछि सबैजनाले बोलेको बुझिन्छ तर फर्काउन सकिँदैन भन्ने कुरालाई विषय बनाएर चाहिँ केही बोलेको थिएँ। सबैजनाले हेरेर माया गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। मैले चाहिँ यस्तो खालको भिडियो किन बनाउन थालेको भन्दाखेरि चाहिँ यस्तो खालको भिडियो कुनै पनि विषयलाई लिएर यस्तो खालको भिडियो बनाउँदै गर्दाखेरि चाहिँ त्यो विषय सम्बन्धी गहन खोतल्दै जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ नयाँ नयाँ शब्दहरू आउँदो रहेछ र सेन्टेन्स बनाउँदाखेरि पनि अनि त्यो नयाँ नयाँ शब्दहरूलाई प्रयोग गरेर सेन्टेन्स बनाउँदा नयाँ नयाँ शब्दहरू पनि दिमागमा बस्ने भयो। सेन्टेन्स पनि कसरी बनाउने रहेछ भन्ने कुरा पनि दिमागमा बस्ने भयो र त्यसमा चाहिँ ग्रामर, खान्जीदेखि लिएर सबै कुरा चाहिँ दिमागमा राख्नुको लागि सजिलो हुँदो रहेछ। त्यही भएर अनि त्यसपछि मेन भनेको बोल्नको लागि जापानिज चाहिँ उच्चारण गर्नको लागि पनि सपोर्ट हुँदो रहेछ। यसरी भिडियो बनाउँदाखेरि धेरै कुरा फाइदा हुँदो रहेछ। त्यसैले मैले यसरी भिडियो बनाउँछु। हजुरहरू पनि यसरी नै भिडियो बनाउनु होला है त। आज चाहिँ म के को बारेमा बोल्न गइरहेको छु भने केउवा खाजो कुनो कोतो निचुइते हानेसिताइ त हुमनास। आज चाहिँ म परिवारको बारेमा, परिवारको कुराहरूलाई लिएर चाहिँ यो भिडियो बनाउँदैछु। वातासीが毎日頑張っている理由は本当に家族がいるからです。でも辛くなっても家族の笑顔を思い出すとまた力が出ます。時々一人で寂しいと感じることもあります。でもそれは無駄ではありません。この時間は家族の未来のための時間です。今の頑張りはいつか必ずつながります。家族のために、夢のために、そして自分自身のために今日も頑張りましょう。ありがとうございました。यसरी नै भिडियोहरू बनाउँदै जानु होला। यो शब्दहरू कुनै पनि विषयलाई लिएर चाहिँ गरिजानु होला। म पनि यस्तै गर्दै जान्छु अनि प्र्याक्टिस धेरै हुँदो रहेछ। यसरी दिमागमा पनि बजाएर चाहिँ त्यो सेन्टेन्स बसिसकेपछि त त्यो सेन्टेन्समा भन्न खोजेको के हो नेपालीबाट त्यो कन्ठ पारिसकेपछि अनि सेन्टेन्स दिमागमा बसेपछि टक्क त्यहाँ भएको चाहिँ शब्दहरू पनि आउँदैछ अनि खान्जीहरूदेखि लिएर सबै चाहिँ सजिलो हुँदो रहेछ। बोल्न पनि प्र्याक्टिस भयो होइन। हजुरहरू पनि यसरी नै प्र्याक्टिस गर्नु है त। बाई बाई, अर्को भिडियो भेटौँला।